र ल गाइस आज हामी चाहिँ अकला मन्दिरतिर लाग्यो। अकला कताबाट यतैबाट त हो बाइटारीको तल्लो बाटो हुँदैछौँ। बाटो एकचोटि आएको आउन त तर बाटो चाहिँ चिनेको छैन। अकला पारी होला त्यो उस्ता घुरुङ गाउँ त वारी पारी कता कता पारी छ क्या पारी पारी हो। अकला देवी मन्दिर पुग्नलाई चाहिँ हामी बाइटारी हुँदै बाइटारीबाट भित्र कच्ची बाटो नभइकन कपुर्दी पेलाकोट हुँदै हामी चाहिँ लाग्यौँ। पेलाकोटको बाटो चाहिँ राम्रो गराएको रहेछ जोस। अलि तलसम्म चिनेछु कच्ची बाटो आउन लागेको चिन्दिनँ कि त्यो चाहिँ कुद्नुपर्छ। दुईवटा बाटो छ धेरै पहिला आएको अनि यहाँ तिमीबाट कतापट्टि हो बाटो त्यो चाहिँ थाहा भएन अलि अगाडिबाट। सोध्ने माथि हो कि कता हो त्यो चाहिँ सोध्ने यहाँ सोध्नु अकला तल्लोपट्टि हो हजुर। बाटो पनि सोधिदियो। बाटो चाहिँ यो बाइटारीबाट कच्ची रोड हुँदै पनि गइन्छ तर टाढा हुन्छ त्यताबाट बाटो अलि नराम्रो छ। सो गाइस यता पेलाकोट कपुर्दी हुँदै जानुभयो भने चाहिँ बाटो ढलान भएको छ अरे माथिसम्मै। अनि हल्का मन्दिर आउने ठाउँमा चाहिँ 1 किलोमिटर जति कच्ची छ अरे उकालोमा। त्यही हो तर राम्रै छ भन्नुभएको थियो उहाँले चाहिँ बाटो है त गाइस हेर्दै गर्नु होला। कनेक्ट गर्नुपर्छ हेर्नु यस्तो गाउँमा पनि कति राम्रो गराएको छ। यहाँ चाहिँ गाउँहरूकै ठाउँमा पक्की घरकै गाउँमा कस्तो राम्रो गराएको छ है। यता बाटो पनि राम्रो घरहरू पनि पक्की गराएको छ कि खास बस्ने भनेको यस्तोमा सहरी जीवनबाट टाढा धुलो धुवा पनि हुँदैन कस्तो राम्रो छ। यहाँ माथिको स्कुल रहेछ क्या हो खानी डाँडा ल्याउन पर्ने कि हजुर ल्याउनु भएन। अरू चाहिँ पहिलो पिङ्क सिटी महोत्सव हुँदैछ आउनु होला भिजिट गर्नु होला। पहिला चाहिँ वाली महोत्सव हुन्थ्यो अहिले चाहिँ पिङ्क सिटी महोत्सव। बाटो कति तर ढलान गरेको रहेछ राम्रो। अर्को भिडियोमा त्यो मस्याङकटको भिडियो प्रयास भयो सुन्ने गइसक्यो तल सोध्दै जाऊँ कटौँजे 2 किलोमिटर कटौँजे।
चार्जर ल्याउ अकला जनबाट यही हो ल हजुर ट्याक्सीको लाइसेन्स भएलाई त पाइहाल्छ अटोको छुट्टै हुन्छ क्या लाइसेन्स त्यस्तै लाग्छ मलाई ट्याक्सीवाला त पाउँछ त खै त्यो चाहिँ थाहा भएन यहाँ पारीको गाउँको नाम चाहिँ के हो थाहा भएन तर गाउँ चाहिँ राम्रो रहेछ त्यहाँ पारी अकला अनि त्यो चन्द्रकोट भन्ने नि यतै है चन्द्रकोट अनि घुरुङ गाउँ 3-4वटा ठाउँमा घुम्न परेको छ हामी 4 किलोमिटर सेतीमेडी 18 अकला 4 किलोमिटर सेतीमेडी पनि जाँदो रहेछ यता 18 किलोमिटर 14 हो गाडीहरू हिँडेन भने यस्तो बाटोमा बाइक चलाउनु रमाइलो हुन्छ गाडी जिपहरू धेरै हिँड्यो भने धुलो भयो यहाँबाट त पुरा उस पनि देख्दो रहेछ कुन हिमाल हो त्यो अन्नपूर्ण गणेश हिमाल हो क्या सर्ट भिडियोलाई चाहिँ मिल्दो रहेछ अकला चाहिँ एउटा सङ्ख्या जिल्लाको प्रमुख धार्मिक स्थल हो यहाँ अब गाउँपालिकामा जस्तै मेन चाडहरूमा भक्तजनहरूको भिड बाइकमा आउनुभयो भने बाइक पनि सरर चलाउन मजा आउँछ बाटो पनि हेर्नु न कति राम्रो छ यहाँ प्लस अटो पनि आउँदो रहेछ अचल त अकला मन्दिरसम्मै तपाईँहरू चाहिँ साधन छैन भने अटो रिजर्भ गरेर पनि आउन सक्नुहुने रहेछ चाहिँ ट्राभल गर्न एकदम रमाइलो लाग्छ कि फ्री टाइम पनि छ सो फ्री टाइमको सदुपयोग चाहिँ मैले यताउता ट्राभल गर्दै भिडियो गर्ने गर्छु अनि भिडियो गराएर युट्युबमा अपलोड गर्ने गर्छु सो मेरो युट्युब च्यानल चेकआउट गरेर भिडियोहरू हेर्नु होला लाइक सब्सक्राइब पनि गरिदिनु होला सपोर्ट गरिदिनु होला है त त्यो हो कि खै कुन गुरुङ गाउँ त त्यो पारीको पनि भन्छ गरे अर्को डाँडामा त्यही एकचोटि सोधौँला झरियो फेरि ओह्रालो उकालो चढेर फेरि झरियो अब सायद कच्ची बाटो आउँछ होला अनि कच्ची बाटो हुँदै अकला जान्छौँ अकला गएर दर्शन गरेर यसो भिडियोहरू गराएर अनि फर्किन्छौँ हामी चाहिँ मलाई चाहिँ मेमोरीले एकदम धोका दिइरहेको छ हिजोदेखि यो हाई स्पिड मेमोरी चाहिँ कति बाटोतिर लाग्यो हामी चाहिँ त्यहाँ तल 2टा बाटो रहेछ त्यहाँ बोर्ड टाँसेको छ अकला मन्दिर जाने बाटो भनेर तपाईँले हेरेर आउन सक्नुहुन्छ बोर्ड हेरेर कति बाटो टाढै रहेछ बाइक बिस्तारै आयो बाटो अब ढिलै हुन्थ्यो धुवालिङदेखि चाहिँ टाढै रहेछ बाटो वालिङबाट भिडियो गराएन भन्नु पाइटारीबाट भिडियो गरा नगराम भनेर वालिङको बाटो पनि कति खिच्ने हो एउटै यता जाँदा पनि खिचेछ उता जाँदा खिचेछ यो पाइटारी वालिङबाट पाइटारी छुट्टिने बाटोबाट भिडियो गराएको आज अनि हामी त अहिले अकला आइपुग्न लाग्यो पसल रहेछ सानो आइपुग्न लाग्यो होइन आइपुग्यो बाइक चाहिँ यतै पार्किङ गर्ने हो कि क्या हो यतै होला है
ओ माई गॉड श्री 3 कन्या अक्कला देवी मन्दिर प्रवेशद्वार आइपुग्यो हामी। ए उल्टो भएछ क्या हो सोलो त सोलो हामी अकाला मन्दिर आइपुग्यो। अकाला देवीले रक्षा गरौँ सबैजनालाई। हामी चाहिँ छिरी अहिले अकाला मन्दिरभित्र यहाँ भित्र पनि बाइक आउँदो रहेछ क्या कस्तो स्लो हो कि यार। हामी चाहिँ पहिला आउँदा चाहिँ हामी अपोजिटतिरबाट आएको थियौँ, अहिले यता कपुर्ती हुँदै आयौँ। कपुर्ती हुँदै पनि आइदो रहेछ। पहिला चाहिँ यताको बाटोबाट आएको थियौँ। यो बाटो चाहिँ छ कि यता कुन ठाउँबाट हो ठाउँको नामै थाहा भएन। खास चाहिँ यहाँ हो नि त। लगेज हामी चाहिँ अकला देवी मन्दिर दर्शन गरेर माथि गुरुङ गाउँ अवलोकन गर्न जाँदैछौँ। कस्तो रहेछ है त। मैले त्यहाँ गएर यसो ड्रोन सट पनि हान्दैछु। तपाईँहरूलाई कस्तो लाग्छ यसो भिडियोमा कमेन्ट गरिदिनु होला है त गाइज। गुरुङ गाउँ आउनलाई चाहिँ अकला देवी मन्दिरबाट हल्का माथि आउनु भयो भने गुरुङ गाउँ आउँदो रहेछ। बाटो पनि राम्रै रहेछ। यहाँ चाहिँ भिजिट गर्नु होला तपाईँहरू पनि आएको बेलामा। मन्दिरबाट धेरै टाढा छैन। त्यो गुरुङ गाउँबाट तल चाहिँ एउटा मैदान भन्ने गाउँ पनि रहेछ। त्यो पनि राम्रै रहेछ गाउँ चाहिँ। हामीले चाहिँ भिजिट गऱ्यौँ। गुरुङ गाउँ कुन हो नि? गुरुङ गाउँ धेरै टाढा चाहिँ नगराउने। यो गाइस अहिले तपाईँहरूले देख्नु भएको चाहिँ यो गुरुङ गाउँ हो। यहाँ चाहिँ होमस्टेको लागि अलि प्रख्यात रहेछ ठाउँ चाहिँ। यसो अझ अरूभन्दा नि हल्का जाडो महिनामा सुन्तला फल्ने बेलामा आउनुभयो भने चाहिँ यो ठाउँमा राम्रो देखिँदो रहेछ कि। यो ठाउँमा ट्याक्क कुहिरो लाउने तलको सिनहरू भ्युजहरू राम्रो देखिँदो रहेछ। तर हामी चाहिँ यसो बेमौसममा आइयो। त्यही पनि गाउँ चाहिँ राम्रो रहेछ। मलाई चाहिँ राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्छ है त गाइज हेर्दै गर्नु होला मेरो भिडियो है त गाइज। हामी चाहिँ अहिले गुरुङ गाउँको ड्रोन सट गरेर अहिले गुरुङ गाउँभन्दा तलपट्टि एउटा मैदान भन्ने गाउँ छ त्यहाँको पनि भिजिट गरेर ड्रोन सट लिनेछौँ। सो हेर्दै गर्नु होला। ठाउँ हेर्नुहोस् कति राम्रो छ। अगाडि देखेको चाहिँ मैदान हुन्छ। माथिपट्टि अघि ड्रोन सटले लिएको चाहिँ अन्त यहाँ पनि मैले ड्रोन सट लिने प्रयास गर्नेछु। ओ बाटो हामी चाहिँ गुरुङ गाउँ पनि घुम्यो। गुरुङ गाउँभन्दा हल्का तलपट्टि गाउँ देखिन्छ। त्यो गाउँको नाम चाहिँ मैदानै छ। सो मैदानको पनि ड्रोन सट लियो। सो गाइज आजलाई चाहिँ यति नै गर्छु र अर्कोचोटि चाहिँ हामी राम्चे पिकनिक स्पोटमा जाने प्लान गराउँदैछु यही बाटो हुँदै। सो गाइज मेरो भिडियो चाहिँ चेकआउट गर्दै गर्नु होला अनि हेरेर सपोर्ट गर्नु होला भन्न चाहन्छु। हस्त धन्यवाद। आजलाई चाहिँ यति नै है त।